हेलो गाइस, कहाँ जाँदै हो? आज हामी यसो डाँडा पाखातिर घुम्न जाँदैछौँ हैन? हो छ न? हाई हाई हेलो। यता नि जंगल छ। हामी चाहिँ भिडियो खिचौँ भनेर लागेको। हैन सानो यसरी आज हाम्रो चाहिँ पुरै 3 जनाले लगाइरहेछ कि रेड हैन? छोरी पनि यस्तै रेड त थियो। तर ब्यागमा हालिराख भन्छ नि। हाई गदु। हाई 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 से हाई 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 she don't want to reply. घाम यहाँ परेर है, घाम यतिखेर है घाम मुखमा पर्दो रहेछ। फेरि ठाउँ कुन हो भन्नु होला नि। हाम्रो गोर्खा मान्छे गाउँपालिका वडा नम्बर 4 आरुबटे फिरफिरे जाँदैछौँ है हामी। अल्लो डाँडाबाट पल्लो डाँडा। You want to walk, baby? Let's go. Baby. Give me your hand. Okay. Oh, she don't want me. आफै मामा हात हिँड्छिन् हाई हाई गदु। हाई यस्तै छ। हाई हाई गदु। she is enjoying. Looking so beautiful. Look at me. Both are looking so beautiful. यहाँको एउटा कहानी सुनाइदिनु न। के भएको थियो अरे? जीप खसेको थियो यहाँबाट, तलैपट्टि खसेको थियो यहाँबाट चाहिँ। अनि त्यसपछि मान्छेहरू चाहिँ अलि हतिरमा आउन चाहिँ डर मान्छ नि भनेर चाहिँ रात परेपछि चाहिँ यहाँनिर तर्साउँछ भन्ने भन्छन्। यसै नि कति त तर्साउँछ नि। यस्तै हो गाउँघरतिर। अब पहिलातिर होइन, अब बच्चाहरू मऱ्यो भने बोल्दैन थियो नि त। अनि काट्थ्यो क्या यतातिर, अनि अलिक तर्साइरहेकै हुन्छ। लिङलिङको चाहिँ हो त्यो त पर्छ कता, सरी उयो पिपल चाहिँ यता पर्छ, अनि लिङलिङको चाहिँ यता साइड, त्यो यतै पर्छ। अहिले अलि त्यो धिर्मी देखिरहेको छ घामले गर्दा।